स्वागत छ। आज चाहिँ सिधै लुगासँग फेरेर भ्लग बनाएको किनभने बिर्से बनाउने। अब चाहिँ हामी सबजना रेडी भएर जान लागेको। आज चाहिँ हो डे 2। आज चाहिँ हामी देखाउँछौँ तपाईँहरूलाई तिनचुरेमा गुराँस फुलेको फुलेन भनेर। सबैजना तयार भइसकेको छ। अब चाहिँ हामी जान लागेको छौँ। ओइ त कस्तो राम्रो देख्यो पिङ्क कलरको पिङ्क सामान हामी सबैले बोकेर अब तारा लगाएर हामी चाहिँ जान लागेको। फर्स्टमा चाहिँ हामी सानो पार्टी भएर जान्छौँ। सानो पार्टी भएर मन्दिर जाने पहिला बिहानको चिया हुँदैछ। मलाई चिया खान सबैजना यहाँ चिया खानुहुन्छ बिहान। तुम्बामा तिमी मरिमेट्ने तुम्बा खान तिमी जहिले पनि मसँग नभनिकन जाने फोटो खिच्नको लागि बसिसकेको लाइनमा होइन। क्या दामी छ यार। तुम्बामा यहाँ फोटोसुट गरेर बसेको। ए तुम्बा र मेरो घडी एउटै रहेछ। ठ्याक्कै हाम्रो होटल पनि यहीँ हाम्रो फोटो खिच्नु मलाई यार। ठ्याक्कै हाम्रो होटल पनि यसकै साइडमा क्या यही हो क्या। मजा आयो त्यही भएर हामी दुईजना अब अगाडि बस्नु लागेको। गाडी चाहिँ पाइसक्यो ठ्याक्कै। हामी फ्रन्ट सिट पाएको छौँ। कस्तो लागिरहेको छ फ्रन्ट सिट गर्दिनँ म भ्यू देखाउन मिल्छ नि त फ्रन्ट सिटमा बसेपछि। त्यही भएर मजा आउँछ। हामी चाहिँ लाग्यौँ बाटो। अब हामी 1.5 घन्टामा पुग्छौँ होला तिनचुरे। गुराँसको राजधानीमा आएर चाहिँ पहिलो गुराँस हामीले देखिसक्यौँ। तिनचुरे चाहिँ हामी आइपुग्यौँ। अब यहाँबाट चाहिँ हामी हिँड्दै जान्छौँ पाथिभारासम्म। यहाँबाट अब यसो फोटोसोटो खिच्दै जान्छौँ। जाडो छ कि तर जाडो पनि कस्तो मिठो जाडो छ क्या। मजा आइरहेछ मलाई चाहिँ। मैले त्यति जाडो त भएको छैन। अलिअलि कुद्दैछु कि कुद्यो भने चाहिँ जाडो हुँदैन। फुल मजाले फुलेको छ क्या। तपाईँहरू आउनु सक्नुहुन्छ। ककसको न्यू इयरमा आउने प्लान छ। तर न्यू इयरमा पुरै बेसी भिड हुन्छ अरे। तपाईँ अब ककालाई भिड मनपर्छ आउँदा हुन्छ। यहाँ हेर्नु यहाँ गुराँस अब सबैतिर फुलिरहेको छ। तर हामी चाहिँ एउटा पनि गुराँस टिप्दैन किनभने अब सबैजनाले इन्फर्मेटिभ भिडियोहरूमा पनि हालिरहेको हुन्छ नि त गुराँस चाहिँ टिप्नु हुँदैन भनेर होइन। तर गुराँस टिप्नै पर्दैन क्या। गुराँस झरिरहेको छ बाटोमा। तपाईँहरूलाई पुग्ने अब एउटा दुइटा त चाहिने। यहाँ हेर्नु यसरी झरेको गुराँस त उठाउँदा भयो नि त होइन। होइन टिपेपछि फुल्दैन नि त्यस्तो ठाउँमा। यी झरेको छ गुराँसहरू। तपाईँहरू यही उठाउन सक्नुहुन्छ। एउटा फोटोहरूको लागि त चाहियो। यो चाहिँ एउटा सानो पोखरी जस्तै छ। अब गुराँसै हेर्नु वरिपरि गुराँस फुलेको छ। हाम्रो पदयात्रा चाहिँ यहाँबाट सुरु भइसकेको छ सानो पाथिभारासम्म। गुराँस फुल्दैन भने सबैले भन्दै चाहिँ यहाँ हेर्नु। म त जहाँ पनि गुराँसै देख्दैछु। यति बेसी फुल्छ जस्तो चाहिँ लागेको थिएन। तर त्यस मजाले फुलेको छ है गुराँस चाहिँ। यहाँबाट चाहिँ अझै हामीलाई 15 मिनट लाग्छ यहाँबाट हिँड्दै जान। अनि 15 मिनटमा हामी माथि पुग्छौँ। माथिबाट फेरि 15 मिनटमा झर्ने। त्यसपछि हामी बसन्तपुर जाने चिलुङ पार्क हेर्दै जानु होला है। हेर्नु है गुराँस जहाँ गुराँस देख्छ सबै ठाउँ तपाईँहरूलाई गुराँस देखाउँछु। किनभने मान्छेहरूले कति फल्स न्युज पनि दिएको छ नि त पहिलाको वर्षको देखाएर। यो चाहिँ अहिलेको वर्षको 2082 हो। 2082 हो 2083 न्यू इयरमा आउनु होला सबैजना। गुराँसै फुल्दा मन बनै रमाइलो। यो फुल चाहिँ टिप्दा हुन्छ है। अर्को फुल नटिप्नु भए पनि यो फुल चाहिँ टिप्दा हुन्छ। गुराँसै फुल्यो यहाँ हेर्न सक्नुहुन्छ तिनचुरे। हामीलाई जुर्यो यो पालि। पछाडि हेर्नु हुसे एकैछिनमा घाम लाग्छ। एकैछिनमा पछाडि मलाई देख्नु हुँदैछ हुसे। कस्तो राम्रो मौसम क्या यताको। चिसो मजा आउने खालको होइन। फुल पनि फुलेको हेर्न सक्नुहुन्छ। जता भयो त्यति सेतो छ पिङ्क छ रातो छ। रातोको पनि भेराइटिज छ पिङ्कको पनि भेराइटिज छ। गुराँसै गुराँस छ। अब आउनु होला गुराँस हेर्नु। के गर्नुहुन्छ। अझै 3 किलोमिटर छ हामी मन्दिर पुग्नको लागि चाहिँ। सानो पाथिबाट पुग्नको लागि अझै 3 किलोमिटर हिँड्नुपर्छ। अब हामी सक्दैनौँ होला। 3 किलोमिटर हिँड्न त आमा सर्टकट लिनुभयो बाबाले। हामीलाई नभनिकन दुईजना बुढाबुढी सर्टकट लिएर जानुभयो। त ठिकै छ। अझै 3 किलोमिटर त रहेछ त। 3 किलोमिटर टाढै हो नि। सक्छौँ होला। सक्छौ है त। मामु हिलमा सर्टकट लिनुहुँदैछ। यहाँ हेर्नु बाटो ठाडो उकालो। अब के गर्नु सर्टकट त लिनै पर्यो नभए त त्यही माथि पुग्नको लागि फेरि यस्तो घुमेर जानुपर्छ नि त। अब यहाँबाट सिधा पुगिन्छ होइन बिस्तारै है। गुराँसै फुल्दा
मन ए बन्ने रमाइलो देख्नुभयो नि मजाले हुस्सी लागेको छ त्यही भएर शीतल भइरहेछ बेसी गलिएको पनि छैन क्या हुस्सीले गर्दा मामा बाबा चाहिँ ऊपरबाट आउनुहुँदैछ 15 मिनटभन्दा पछि हामी 20 मिनट भयो हामी हिँडेको यत्रो बाटो हामी हिँडेर यति मिहिनेतले है म हेर्नु बाबा र मामु चाहिँ सर्टकटले आइपुग्नु भयो क्या सर्टकट लिएर आउनुभएछ बाबा सर्टकट लिएर जानुभएछ मामु हिँड्न सक्नुहुन्न भन कता कताबाट हामी यति बेसी हिँड्यौँ हामी अझै कति टाढा छ अटो पाउँछ माथिबाट फर्किँदाखेरि चाहिँ भइसक्यो हामी अटोमा आउँछौँ होला किनभने सकिन्छ जस्तो छैन फर्किन उकालो चढ्दाखेरि चाहिँ सास बढ्छ अलिकति गरिन्छ होइन ओह्रालो झर्दाखेरि चाहिँ खुट्टामा प्रेस लाग्छ नि त हेर्नु गुराँस खुट्टामा प्रेस लाग्छ अनि अलिक झन् बेसी गरिन्छ खुट्टा चाहिँ दुख्छ क्या ओह्रालो झर्दा चाहिँ त्यही भएर हामी भइसक्यो अटो पायो भने अटोमा आउँछौँ होला पाएन भने त हिँड्दै आउनै पऱ्यो तर यस्तो बाटोमा हिँड्नु चाहिँ नर्मल हो के ठुलो कुरा हाम्रो त एक्सपिरियन्स छ क्या यस्तो हिँड्नु तिनजुरेको चिसोमा त आयौँ तर पसिना भइसक्यो क्या म तर एकैछिन बस्ने बित्तिकै शीतल हावा त्यो चिसो सिरौटो हान्छ कि के भन्छ त्यसलाई हुस्सेको चिसो हावा लाग्छ कि सिरौटो जिउमा अनि शीतल हुन्छ यत्रो हिँडेर पनि अब हामी गन्तव्यमा आइपुग्न लाग्यौँ जस्तो छ किनभने यहाँ गाडीहरू रोएको छ बाइकहरू रोएको छ यस्तो होला यहाँबाट चाहिँ अब मेन ट्रेकिङ होला हे भगवान् यो बाइकहरू रोएको छ अब यहाँबाट चाहिँ सायद सबैजना हिँड्दै गएका होला नि यहाँ चाहिँ हामी यहाँ पो आइपुगेको रहेछौँ यहाँ होमस्टे छ एउटा त्यो तपाईँहरूले भिडियोहरू पनि देख्नुभएको होला म चाहिँ देखिरहेको थिएँ अब यहाँबाट चाहिँ 15 मिनटमा हामी लगभग पुग्छौँ होला अब हामी मामु बाबु उतापट्टिको बाटो आउनुहुन्छ कि यहाँ त हामी भेट्दिनौँ नि त अर्को बाटो आउनुभयो भने यहाँ तपाईँहरू स्टे गर्नुहुन्छ तपाईँहरूलाई सजिलो हुन्छ बिहान मन्दिर जान अनि त्यसपछि बसन्तपुर गएर घुम्नको लागि मामा बाबा बिस्तारै आउनुहुन्छ होला हामी चाहिँ मन्दिरमै गएर मामा बाबासँग भेट्ने बाटो चाहिँ यस्तो चाहिँ यहाँबाट कसरी हिँड्ने हो र हिँड्न सकिन्छ क्या तर फेरि हामीभन्दा पछाडि चाहिँ फेरि हामीभन्दा छिटो आइपुग्नु भयो हाम्रो त सर्टकट पनि लङ कट पुग्छ जस्तो छ कहाँबाट आइपुग्नुहुन्छ हौ यहाँबाट चाहिँ तपाईँ सामान के मन्दिरको लागि सामानहरू किनेर यहाँबाट सिधा मन्दिर जाँदा हुन्छ अघि बाटोभरि चाहिँ भिड छैन मन्दिरमा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ एकदम बेसी भिड छ त्यहाँबाट धागो बाँध्दै पनि लिएर जाँदो रहेछ धेरै जस्तोहरूले चाहिँ त्यो नै एउटा मान्यताको लागि त्यहाँ चाहिँ कलेर यहाँ बसिरहेको छ मामा पनि आउनु पछाडि अनि हामी अब आइपुग्न आँट्यौँ मामाहरू चाहिँ अब कता त्यहाँ तल हुनुहुन्छ होला बिचारी आउनु हुँदैछ हामी चाहिँ भर्खर आइपुग्यौँ कागज होइन यो मुटु पो हो मेरो चाहिँ हाम्रो यही हो हामी मन्दिर पनि आइपुग्यौँ 15-20 मिनट भइसक्यो 15-20 मिनटपछि बाबाले मामालाई लिएर आइसक्नु भएको छ आइपुग्यो गर्नुभयो कि बस्दै आउनुभयो होला नि त म त अलिकति होइन म त सुइसकेँ हुस्से होइन अहिले पुरै हुस्से कम भएको तपाईँ रहनु चाहिँ घाम लाग्यो म रहनु चाहिँ घाम लाग्यो अघि चाहिँ हुस्से लागिरहेको थियो माथि अर्को ठाउँ थियो सुलसुले खेल्ने पहिला यस्तो ठाउँमा मामु सुलसुले खेल्नुहुन्थ्यो अरे बच्चामा आइपुग्यौँ हिँडेर सानो पाखी भएर मामा पनि आइपुग्नु भयो चिसो छ यहाँ मौसम चाहिँ चलाक चाहिँ हुनुपर्छ क्या मान्छे भनेको यत्रो लामो लाइन छ टिकाको लागि त्यही भएर यहाँ प्लास्टिकमा टिका लिएर आएको छु हामी सबैलाई टिका लगाइदिनु हुनुपर्छ क्या मान्छेको दिमाग यहाँबाट चाहिँ सेतै देखिरहेको छ केही भ्यू त देखेको छैन अब टिका सिका लगाएर हामी फर्केको जाऊ है बिस्तारै दिनडेली पाती भएर यहाँ कोही मान्छे बस्ने जो दिनडेली पाती भएर आयो भने चाहिँ मान्छे मजाले घट्ने रहेछ स्लिम टिम हुने रहेछ कतिजना आउँदैछ हामी त पूजा गरेर फर्किँदैछौँ नि कतिजना अब भर्खर आउँदैछ है भिड चाहिँ यतिको हुन्छ है पाती भएरमा चाहिँ सिटीमा चाहिँ भिड जहिले पनि भिडै हुन्छ यति टाढा जस्तो लाग्छ हामीले हिँडेको तर यही त हो कि त्यहीँ त्यहाँ त पुग्ने हो हामी हुस्से गएपछि यहाँ हेर्नु भ्यू क्लियर हुँदै गयो यस्तो छ है तिनजुरे चाहिँ यहाँ चाहिँ हामी मन्दिरकै साइडमा खाजासाजा खानको लागि आएको छु भोक पनि लाग्यो अब चाहिँ अलिअलि गुराँसको वाइनहरू खानुहुँदैछ नि हामी चाहिँ थुक्पा खान आँटेको पिङ्क टी गुराँसको वाइन अब हामी चाहिँ थुक्पाको लागि पर्खाइमा छौँ अनि हामी थुक्पा खान्छौँ त्यो थुक्पा खाएर हामी जान्छौँ बसन्तपुर
अब हामी तातो थुक्पा खान्छौँ। बाहिरको मौसम चाहिँ यस्तै छ, उसै हामी चाहिँ अब अटो पाइसक्यौँ। अटोमा चढेर चाहिँ यसो गाडीहरू चाहिँ यसो रिजर्भ आउँदो रहेछ, रिजर्भै लिएर जान्छ। अटोहरू चाहिँ पाउनुहुन्छ तपाईँ यहाँ मन्दिरबाट मजाले अटो पाउनुहुन्छ। अटोमा तपाईँहरू पनि जानुहुन्छ। गुवा भएको फ्रुटी भइजानु मिठो हुँदो रहेछ। यहाँ टिकट काउन्टर कस्तो राम्रो। यस्तो छ है चोलुङ पार्क। यो गाईले चाहिँ यहाँको भ्यू मजाले इन्जोय गरिरहेछ। यहाँ चाहिँ लुगा कपडा बनाउने लुगा कपडा बनाउने ठाउँ पनि छ। यो पनि बनाउँदैछ। मैले चाहिँ यहाँ आलिमु ड्रेस लगाएको छु, मैले अनि उसले पनि लगाएको छ। 300 रुपियाँमा चाहिँ यहाँ जुन पनि नेपाली कल्चर ड्रेस लगाउन मिल्दो रहेछ। के भयो एकैछिनमा भिड भयो। यहाँ चाहिँ उभोग्ने पर्व रहेछ आज चाहिँ। यहाँ सबै त्यही हुँदैछ, झाँक्रीहरू हुनुहुँदो रहेछ। अब चाहिँ हामी लुगा फेर अब हामी जानु खाएको कस्तो देखेको छ हामीलाई नेपाली वेशभूषामा लिम्बू ड्रेस। यहाँ चाहिँ हामी लुगा सेयर पनि अब फेरि हामी फेरि लुगा चेन्ज गरिसक्यौँ। अब हामी जान लागेको 2 बजे। अब हामी बिहानको गाडी चाहिँ पहिला खाना खान्छौँ, त्यसपछि बिहानको गाडी चढ्छौँ अनि हामी जान्छौँ। लाग्यो है हामी चाहिँ अब चुलुङ पार्कलाई छोडेर। एकदमै यहाँको भ्यू चाहिँ हेर्नु न, यस्तो राम्रो छ भ्यू। ठिक अब हामीलाई हामी जाने बेला चाहिँ अलिकति गर्मी पनि भयो, अघि आउँदा चाहिँ हुस्से नै हुस्से थियो। अब धेरै बेर पनि घुम्यौँ हामी। अब चाहिँ भोक पनि लाग्न थाल्यो। अब कहीँ गएर हामी खाना खान्छौँ होला बसन्तपुरको बाटो। यहाँ चाहिँ चाहिन्छ है तपाईँ गुराँसको रक्सी गुराँसको वाइन भेट्न सक्नुहुन्छ। तपाईँहरूलाई चाहिन्छ भने चाहिँ यहाँबाट किन्नु होला। यहाँ चाहिँ वालछेल पाउँछ, वालछेल सबै ठाउँमा जुन पनि दोकानमा गुराँसको वाइन र गुराँसको रक्सी खानु छ भने तपाईँ। यहाँ चाहिँ हामी खाना खानको लागि आएको छौँ। पहिला चाहिँ हामी यहाँ सेफारी खान्छौँ। स्टार्टिङ चाहिँ सेफारीदेखि, किनभने भात पाक्न चाहिँ एकछिन टाइम लाग्छ अरे। यहाँ के अरे हामीले अर्डर गरिसकेपछि मात्रै बनाउनु हुन्छ अरे। अनि त्यही भएर 15-20 मिनट लाग्छ। हामीलाई यस्तो भोक लागिसक्यो, त्यही भएर पहिला सेफारी खान्छौँ अनि त्यसपछि भात खान्छौँ। खाना पनि खान्छौँ एकजनाले। यस्तो भोक लागिरहेको रहेछ बिचरालाई। हामी पनि भात खान्छौँ अनि त्यसपछि म भेट्छु ल गाइस तपाईँहरूसँग। अरे जुन उता उयो हुन्छ नि रक्सी हुन्छ नि लाग्यो नि हामी बसन्तपुर गएर इटालीसम्म। अब डाइरेक्ट इटालीको गाडी हामीले पाएको छौँ। त्यहाँदेखि बिस्कुट खाना खाँडेको गाइस म चाहिँ। हाम्रो बाबा इत्रो हुँदाखेरि खानुभएको बिस्कुट हो यो चाहिँ। एकछिनको लागि रोक्नुभएको छ। 4:30 भयो। धनकुटा कट्यौँ, थाहा छैन कुन चाहिँ ठाउँमा भनेर। आइपुग्यौँ है गाइस हामी धरान पनि आइपुग्यो। अब इटाली त्यहाँदेखिको विराटनगर। ठ्याक्कै 7:10 अगाडि चाहिँ हामी आइपुगेको छौँ। अब हामी बसको लागि कुर्दैछौँ। हामी खै देखाएको ब्रेडचप। यहाँ हामी ब्रेडचप खाँदैछौँ अनि यहाँ बस पनि सायद यस बसमा जान्छौँ होला। आइपुग्यौँ गाइस हामी चाहिँ घरमा। 3 जुलाईदेखि विराटनगर चाहिँ हामी आइपुग्यौँ। यति उखु लिएर आएको छु। त्यही त
यति उखु पनि लिएर आएको छु। अब चाहिँ हामी घर आइपुग्यौँ। अब सबैजनालाई चाहिँ के गर्ने मन छ भन्दाखेरि सुत्ने मन छ। घर आएको चाहिँ 5 मिनटमा मैले क्याप्रेकुट्लु लुगा खोलेर चाहिँ अब यहाँ म उखु खानको लागि बसेको। किनभने अघिदेखि यो हामी धनकुटाबाट किनेको उखु 2 झोला किनेको छौँ होइन। मलाई यो उखु यति बेसी मनपर्छ।